हेलो सबैजनालाई नमस्ते। मेरो छोटो परिचय दिनुपर्दाखेरि मेरो नाम सीता सानी खड्का हो भनेपछि ओरिजिनली फ्रम चाहिँ बागलुङ गलकोट हो। विगत 6 वर्षदेखि म चेक रिपब्लिकमा आफ्नो फ्यामिलीसँग बस्दै आइरहेको छु। हाल चाहिँ मेरो यति सानो बाबु सँगसँगै मैले यो डिजिटल बिजनेस पनि मजाले रन गर्दै आइरहेको छु। म चाहिँ यो डिजिटल बिजनेस कसरी रन गरेँ र के कारणले रन गरेँ भन्दाखेरि अब मैले प्रत्येक दिन अरूको कन्टेन्ट हेरेर टाइम यत्तिकै वेस्ट गरेर बस्ने है। अनि म चाहिँ यस्तै खोजीमा थिएँ, यस्तै प्लेटफर्मको खोजीमा थिएँ, कतै म घरमै बसेर सानोतिनो केही इन्कम गर्ने कुनै बिजनेस भए कस्तो हुन्थ्यो भन्ने खोजीमा थिएँ होइन। यत्तिकै रुममा बस्ने टाइममा एकजना सिस्टरको कन्टेन्ट देखेर यही डिजिटल बिजनेसको कन्टेन्ट देखेपछि मैले चाहिँ कस्तो रहेछ के रहेछ भनेर बुझ्नतिर लागेँ। तर मैले त्यो बुझ्ने टाइममा चाहिँ होइन होला, यस्तो त यो चाहिँ स्क्यामै हो कि जस्तो चाहिँ मलाई फिल भएको थियो। जब म सिस्टममा गइसकेपछि चाहिँ मैले धेरै अनुभव पाएँ आफ्नो पर्सनल ग्रोथदेखि लाएर है। त्यहाँको ट्रेनिङमा बस्दाखेरि होइन, त्यो मैले पाएको त्यो खुसी, त्यो खुसी सँगसँगै आफ्नो त्यो पोजिटिभ माइन्डसेटदेखि लाएर एकदमै के त्यो हुन्छ नि भित्रैदेखि इनर्जी आउँछ कि मलाई होइन। त्यो मैले त्यो आफूले कल्पनै गर्न नसकेको इनर्जी ममा आएको छ होइन। यति छिटो चेन्ज भएको छ भनौँ है। त्यत्रो 3 लाख मान्छे यत्तिकै जोइन हुनु भएको छैन। यो जति पनि यो विश्वभरिको मान्छेहरू यहाँनिर एकदमै धेरै जोइन हुनु भएको छ है। उहाँले त्यो गरेको त्यो प्रगतिहरू देखेर आफ्नो आफूभन्दा सानोदेखि लाएर ठुलो सिनियर दिदी दाइहरूले कति राम्रो प्रगति गर्दै आइरहनु भएको छ। त्यही भएर तपाईँ यसको लागि एकदमै त्यो कन्फ्युज भएर चाहिँ नबस्नु होला। जे कुरा पनि आफूले माइन्डसेट लिनु पर्यो कि म गर्न सक्छु भन्ने एउटा आँट लिनुहोस् होइन। अब हामीले जे कुरा पनि पोजिटिभ माइन्डसेट लियो भने चाहिँ त्यो कुरालाई पोजिटिभमै लिन्छ भनेपछि नेगेटिभ सोच्यो भने त्यो नेगेटिभ कुरा नै जान्छ कि। त्यही भएर तपाईँले एकदमै त्यो पोजिटिभ म गर्न सक्छु, यसले गरिरहेको छ र मैले किन गर्न नसक्ने भन्ने होइन, त्यो तपाईँमा हुनु पर्यो होइन। त्यो भयो भने तपाईँ जे कुरामा पनि तपाईँ 100% सक्सेस हुनुहुन्छ है। अनि त्यही मैले भनेर पनि सबै कुरा तपाईँले पताउनुहुन्छ भन्ने पनि हुँदैन होइन। सिस्टममा त अब गयो भने चाहिँ कतिपय कुराहरू हामीले भनेको कुरा भन्दा पनि तपाईँले सिस्टममा गएपछि चाहिँ बल्ल 100% यो चाहिँ राइट हो कि रङ हो भन्ने त्यहाँनिर गएर बुझ्नुहुन्छ तपाईँहरूले है। त्यही भएर यदि इनबक्समा आएर इन्ट्रेस्टेड हुनुहुन्छ भने म्यासेज या के अरे कल गर्न सक्नुहुन्छ है त। ओके, बाई बाई।